स्वा गो निष्क्रिय द्रव्ये भूताय कल्पितम द्रव्ये नमो नमः राजा मुद्रा अंकितम द्रव्ये नमो नमः। अब दिनी बामलाई सो अलग्गित तिब्बती ब्राह्मण हिताय च जगत हिताय कृष्णाय गोविंदाय नमो नमः। फटाफट लाइए हात धोइहाल्ने टिकुला बाँसलाई गाईलाई तलतिर यस्तो जल राखेर त्यसले एउटा पुष्कर टुक्राले पुष्पा समाउँदै शिरमा लाँदै हाल्नु 3 पल्ट। ओम मनो मे मार्जन भन्छ त्यसलाई। मनो मे तर्प एता वाचाम मे तर्प एता प्राणम मे तर्प एउटा पुष हातमा आउनुपर्छ। प्राणम हातले पनि प्राणम मे तर्प एता चक्षुर मे तर्प एता श्रोत्रम मे तर्प एता आत्मनम मे तर्प एता घरान मे तर्प एता घरान मे खन्न त पुष भइमा छोड्दिने। अब 10 रुपैयाँ त्यसको दशामांश हुन्छ। 100 रुपैयाँ 10 रुपैयाँ हातमा लिएर एउटाले तारा हुन्छ भने विष्णु पूर्व उच्चारी संकल सिद्धिरस्तु अद्देह आषाढ मासे कृष्ण पक्ष तृतीया शुभ प्रतिदितो विविध ग्रह एका एक राशि स्थानीय आत्रे गोत्रोत्पन्न अहम मम भन्नु नाम लिनु। अस्मिन् मम पिता श्री तस्य स्वर्ग लोक गमन पश्चात त्रयोदश आहे अस्मिन् कर्मणि अधिकार सिद्ध्यर्थम कायिक वाचिक मानसिक सांसारिक चतुर्विध पाप उपशमनार्थम इदं गो निष्क्रिय द्रव्यं कल्पितं द्रव्यं राजमुद्रा अंकितं द्रव्यं दान प्रतिष्ठा सहितं गर्ग गोत्राय सुपिजिताय ब्राह्मणाय कृष्णानन्द शर्मणे तुभ्यं हजुर भने अहम सम्प्रदति भनेर त्यो पैसा र कुश यहाँ काट्दा यो त हात आदैन यो त। अब हजुरले हात जोडेर कर्ताहरूले गाईले नमस्कार गर्नु। कपिलले सर्वदेवानां पूजनीय श्रीरोणी तीर्थ देव मै अस्मा शान्तिम परीक्षामै भनेर फुल चढाए पनि हुन्छ। अनि एकपल्ट जल गाईको माथि घुमाइदिने यानि काइन्छ पापानी मैले गाईको प्रदक्षिणा गर्ने भन्ने भावना गरेर यानि काइन्छ पापानी जन्मान्तर कृतानि तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे गोल क्षेत्रको भूताय नमो नमः। पण्डितजीले गाईलाई तानेर अनि गाईले शान्ति गरिदिने। अनि ओम गोदात कस्मादत कामोदत कामोदात कामैदत्ते प्रतिगृहीताम भन्दै ओम देवहु शान्ति अन्तरिक्षम शान्ति पृथ्वी शान्ति राप शान्ति लोकदय शान्ति वनस्पति शान्ति विश्वदेव शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्ति देव शान्ति। तिलक लगाइने। अब कर्ताले बत्तीको पूजा गर्नलाई हातमा पुष्प अक्षत लिएर बत्तीको पूजा गर्ने। ओम साक्षात दीप नारायण नमो नमः शुभम करोतु कल्याण आरोग्य धन सर्व दुःख विनाशाय। मूल बत्तीमा हजुरले बिमलाजीले ल्याएर पूजा भयो। नमस्कार दीप नारायणाय ल अब त्यो पुष्प ल्याएर यहाँ गाई पुष्प बत्तीमा राख्ने। यावत कर्म समापित तावत तुम शिष्ट दीप नारायणलाई हातमा पुष्प ध्यान गर्ने। उहाँको कृपाले हाम्रो गृह शुद्धि तथा पितृदिको उत्तम लोक कामना। ओम गजाननं भूतगणादिसेवितं कपितजम्बूफलचारु भक्षिणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम्। नमो दिव्ये महादिव्ये शिवायै सततं नमः। नमः प्रकृति भद्राय नियतापणताय स्मताम्। एउटा धुनमा कथा गर्दै जानु पण्डितजीको राजिनु। ओम भूर्गणेश संहिताभ्यां नमः। ध्यायामि आवायामि स्थापयामि पूजयामि च पुष्कर टुक्रा चाहिँ चढाइदिनु। जलका छिटाहरू स्नानको लागि एतानि पाद्य अर्घ्य आचमनी अर्घ्य भए पनि चढाइदिने। स्नानीय पदार्थानि मुखे आचमनी सर्वाङ्गे स्नानं समर्पयामि। तत्पश्चात् पञ्चामृत मनसा परिकल्पय अथवा भए यो चाहिँ उहाँ गरेर पवित्र